हेलो एन्ड नमस्ते, वेलकम ब्याक टु माई मिनी ब्लग। आज पनि मेरो मिनी ब्लग आइसकेको छ गाइज। अनि म चाहिँ मासतिर आन्टीकोमा जाँदै थिएँ बिहानै। मौसम पनि त्यस्तै राम्रो भइरहेको थियो। यता चाहिँ हाम्रो कान्छी दोकानबाट आउँदैछिन्, कान्छी माया। दादा आज पनि गोल खेल्न जानुपर्छ ल भन्दै थियो बहिनीले। हुन्छ त जाउँला नि त, आइ भन्दैन त भनेको। यता हेर्दै थिएँ, हाँस्दै थिएँ। यता चाहिँ हाम्रो स्कुल लागिरहेको छ अनि यता चाहिँ सागर सर हुनुहुन्छ हाम्रो प्रिन्सिपल। आज चाहिँ खारिसक्छ कि भनेको, अनि त्यहाँदेखि चाहिँ काम सुरु गर्ने भन्नुहुँदै थियो हाम्रो सागर सरले। अनि अब बिस्तारै स्कुल पनि बन्दैछ, आज स्कुल पनि लागिरहेको थियो। यता चाहिँ म मम्मीलाई धान सुकाउन सघाउँदै थिएँ। अनि यता चाहिँ हाम्रो प्रकाश दाईको कटेज आजदेखि ओपनिङ भन्नुहुँदै थियो। अनि गएको थिएँ, के पाउँछ भनेको निम्की सब्जी छ, आज चाहिँ खाजा फ्री अफर छ भन्नुहुँदै थियो। अनि मैले पनि एक प्लेट खाएँ अनि एकछिन सघाएँ है त। अनि यहाँ के बन्छ भनेको, यहाँ चाहिँ चुलो बन्छ भन्नुहुँदै थियो। अनि के पाउँछ भनेको कफी, ब्ल्याक टी, मिल्क टी अनि सबै कुरा पाउँछ भन्नुहुँदै थियो, तर डे बाई डे भन्नुहुँदै थियो। यता चाहिँ आजदेखि हाम्रो मामा भान्जा चोकमा पनि नयाँ पसल खोलिएको छ, सबैजना भिजिट गरिदिनु होला गाइज। यता चाहिँ म पाउडर टी लिँदै थिएँ, पाउडर टीवाला अङ्कल आउनुभएको रहेछ। अनि ट्याक्कसँगले पाउडर टी राखेर ठ्याक्क मैले ग्यारेजको दाइलाई कल गरेको थिएँ। मेरो बाइक चाहिँ बिग्रेको 3 दिन भइसकेको थियो। अनि के भएर भन्नुहुन्छ होला, ढुङ्गामा ठोक्केर त्यो मोबिलको साइडको बकेटै फुटिरहेको थियो नि त, हेर्न सक्नुहुन्छ कसरी फुटेको छ लडेर। अनि ट्याक्क दाइ आएर बनाइदिनु पनि भयो, खुसी लाग्यो। दाइलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। दाइले चाहिँ यता पुरानो बकेट झिकेर नयाँ बकेट लाउनु हुँदै थियो, त्यो मोबिल लाउने साइडको। अनि ठ्याक्क खोला छेउमै थियो कि, यहीँ 3 दिनसम्म यहीँ राखेर गएको। अनि दाइले चाहिँ बनाइ पनि दिनुभयो अनि घर पनि आइपुगेँ। अब यो बाइकलाई चाहिँ म मोडिफाई गरौँ भनेको, हेरौँ के हुन्छ। सी यू सुन गाइज। के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला है त। बाई बाई।